लै साथीहरू ब्रेड बनाउँला। यो चाहिँ होल व्हिट ब्रेड भनिन्छ। मल्टिग्रेन हाल्यो भने मल्टिग्रेन ब्रेड भनिन्छ। अनि यहाँनिर मैले मनतातो पानी हालेछु। 1500 ml चाहिँ टोटल हामीले पानी युज गऱ्यौँ। अनि त्यसमा चाहिँ 1500 ml मा हामीले 3/4 कप 3 कप चिनी हाल्यौँ। 1 टेबलस्पुन सल्ट हाल्यौँ। ब्रेड इम्प्रुभर पनि 4 टेबलस्पुन ब्रेड इम्प्रुभर हाल्यौँ। अनि त्यही इस्ट पनि 4 टेबलस्पुन इस्ट हाल्यौँ। अनि त्यस पछाडि त्यसलाई 10 मिनट एक्टिभ गर्न राखेर अनि त्यस पछाडि एक्टिभ भइसकेपछि हामीले पिठो हाल्यौँ। पिठोमा आटा 9 कप अनि त्यसपछि मैदा 9 कप अनि त्यसपछि त्यति हालेर 18 कप जम्मा पिठो भयो। अनि यो पानी अलिकति थपेछु। यो चाहिँ त्यही 1500 ml भित्रै पर्छ ल यो पानी। अनि त्यसपछि मजाले सफ्ट हुनुन्जेल मुस्ने। अनि सफ्ट हुनुन्जेल मुसिसकेपछि मुस्दैछ उता मैले यहाँनिर ब्रेड मोल्डमा ओइल ग्रिस गर्दैछु। अनि यो ओइल ग्रिस गऱ्यो भने चाहिँ पछि ब्रेड मोल्डबाट मजाले निकाल्न सकिन्छ। अनि मैले चाहिँ त्यो पिठोमा अलिकति मुस्दाखेरि अलिकति तेल पनि हालेको छु है। थोरै तेल पनि हालेको छु किनकि खाँदाखेरि खस्रो नहोस् है। खाँदाखेरि खस्रो नहोस्, मजाले खान सकोस् भनेर अलिकति थोरै मात्रै तेल राखेको छु। अनि त्यस पछाडि ओभन पनि प्रिहिटमा राखेँ। तललाई 200 माथिलाई 230 टेम्परेचर चाहिँ 230 राखेँ। सेल्सियसमा है, फरेनहाइटमा होइन, सेल्सियसमा 200 र 230मा मैले राखेँ। अनि त्यस पिठो पनि सफ्ट भइसक्यो। अनि 3वटा भागमा बराबरी कहिले यताबाट काट्छु कहिले उताबाट काट्छु बराबरी गर्न खोज्छु है। वेट मेसिन त थियो, त्यसको ब्याट्री सिद्धेर मैले चार्जर कहाँ राखेँ थाहै भएन। अनि बराबरी राखेर त्यहाँनिर मल्टिग्रेन सिड पनि राखेँ। अनि यो मैले पछाडि जबरजस्ती पुगाले चाहिँ मल्टिग्रेन सिडको बट्टा हो है त। यो जुनसुकै बेकरी सपहरूमा हामीले किन्न सक्छौँ। मल्टिग्रेन सिड हाल्यो भने चाहिँ झन् राम्रो देखिन्छ, खानालाई पनि मिठो हुन्छ है। अनि मल्टिग्रेन सिड राख्यो भने चाहिँ यसमा ब्राउन सुगर हालेर बनायो भने ब्राउन हुन्छ। मैले चाहिँ व्हाइट सुगर हालेको कारणले सेतो देखाएको छ है त। अनि कतिपल्ट तपाईँहरू झुक्किनुहुन्छ, ब्राउन सुगर हालिसकेपछि ब्रेड ब्राउन हुन्छ। अनि ब्राउन ब्रेड भन्दै मैदाको ब्रेडहरू पसलमा बेचिरहेको हुन्छ है त। यो चाहिँ हामीले आधी मैदा आधी गहुँको आटा मिसाएर बनाएको। अनि त्यसपछि रेडी पनि भयो। बुट्टा पनि भरिदिएँ अलिअलि। अनि त्यस पछाडि ओइल ग्रिस गरेर यसलाई फुलाउन राखेँ। अनि त्यो फुलाउन राखेँ। अनि त्यस पछाडि फेरि अर्को 3टा ब्रेड फेरि हालेँ है त। किन भन्दाखेरि एकैचोटि मुछ्यो भने चाहिँ पछि फेरि फुलेर भाग्छ क्या। अनि यो चाहिँ दोस्रो सेट हो त, सेम वेटको दोस्रो हो। अनि त्यसपछि यसलाई पनि मैले अघिको भन्दा अलिकति सफ्ट भएको छ है। यो पनि मजाले सफ्ट भएको छ। अनि यसलाई पनि म सेम तरिकाले मोल्डमा हाल्छु। अनि मैले 40 मिनट पकाउन राखेको छु है त। यो चाहिँ 40 मिनट पकाउनु पर्छ। अनि मजाले पाक्छ है। 200 र 230 को टेम्परेचरमा हामीले 40 मिनट पकाउन राख्नुपर्छ। अनि मजाले पाक्छ। अनि त्यस पछाडि यो लगभग यो हालिसक्दाखेरि यता पल्टाउने गर्दा हालिसक्दाखेरि उता ब्रेड पनि पाकिसक्यो। त्यो पुरानो हालेको ब्रेड पनि पाकिसक्यो है। अनि यसरी बुट्टा भर्दाखेरि अलिकति राम्रो लाग्छ कि मलाई चाहिँ है। ल हेर्नु त, राम्रो देखाएको छ नि हेर्नु त। पाकिसक्यो। त्यहाँ अलिकति अगाडिको चाहिँ अलिकति बढी फुल्यो चाहिँ म काममा बिजी भएर। अनि पुगेछ बिचरा। उता भित्र मैले हाल्दाखेरि त पुगेको थिएन। भित्र हालिसकेपछि चाहिँ अलिकति निस्किएछ। तर केही छैन, केही नि भएको छैन है त। थोरै मात्रै निस्किएको हो। अनि त्यो पनि हालेँ। अब यसलाई चाहिँ म डिमोल्ड गर्न गइरहेको छु। अलिकति फुत्त त्यहाँनिर निस्किएको छ। मेरो पन्जा चाहिँ कालो कालो भएछ नहुनु ल। किनकि त्यो युज गर्दा त्यस्तो हुन्छ। अनि धोयो भने यो सुक्दैन कि। अनि त्यही भएर युज गर्ने अनि त्यसपछि फालिदिने हो कि यसलाई है। अनि फालिसके अर्को लिनुपर्छ। अर्को लिएको छैन, नभए फालिदिनु हुन्थ्यो। लिन भ्याएको छैन। अनि त्यस कारण ब्रेड हेर्नुहोस् है, गोल्डन भयो, सफ्ट भयो। यो खान मिल्छ काटेर। ठुलो ब्रेड छ। ल धन्यवाद भिडियो हेर्नुभएका लागि। तपाईँहरू पनि बनाएर खानुहोस्। थ्याङ्क यू फर द वाचिङ।